राम्रो देख्छ त यो हामीलाई हेर्दा कस्तो राम्रो देखेको छ ओ माई गड हैन दाइ अनुदिल मलाई चिस्ता देखेको छ नि त तामाङ ड्रेसमा वाउ टोपी लाउने नलाउने टोपी लाउने भने नलजाऊ टोपी लाउने टोपी नलाउने फुल त किन लाउँदा साथीहरू हामी चाहिँ के भन्छ चन्द्र दाईको पार्लर आइसक्यौँ चन्द्र दाईले यस्तो रोटी दिनुभयो हेर्न सक्नुहुन्छ यस्तो रोटी यो चाहिँ सेल रोटी हो होइन उता हाम्रो खै तरुण के को तरुण सीमान्त घर तरुण चेस गर्नु न कालो चिया आज चाहिँ हामी चाहिँ चारजनाको शनिबारको भेट पार्टी हामी रक्सी खाँदैनौँ हामी चिया खान्छौँ अनि त्यहाँबाट चौचो साथी खान्छौँ हामी यस्तै राम्रो मान्छे मेकअप गर्नु पनि पर्दैन अलरेडी उहाँ ह्यान्डसम जस्तै के ह्यान्डसम छ तपाईँ मेकअप गरेर होला है कसले तपाईँले च्याउ हेलो एन्ड नमस्ते अनि फेरि पनि वेलकम छ यहाँलाई मेरो युट्युब च्यानल साथी रातको एयरवेको युट्युब च्यानलमा आज चाहिँ हामी कहाँ घुम्न आएको छु भने साथीहरू पुत्तली सरमा घुम्न आएको छु होइन अनु दिदी र चन्द्र दाईसँग घुम्न आएको छु आज चाहिँ स्टाइल मल अगाडि अनु दिदीको कपडा लिनलाई फाइनली मेरो चाहिँ साथीहरू चिया आइसक्यो होइन मिल्टी चिया आइसक्यो अब चाहिँ दाईहरूको आउन बाँकी नै छ अब त्यसपछि मोमो पनि आउन बाँकी छ त्यसपछि के आछ सबै म तपाईँलाई देखाउने नै छु होइन अहिले चाहिँ म टेन्टेन यता दिदीलाई देखाउँछ है मेरो आज फर्स्टचोटि काठमाडौँ म ब्याक भएदेखि फर्स्टचोटि भेट उहाँहरूको यता अनु दिदी हुनुहुन्छ यो टिकटकमा छाडा बोल्छु नि यता दाई दाई हुनुहुन्छ एकदम मेकअप मेन हुनुहुन्छ हाम्रो दाई फाइनली साथीहरू अस्ति नै मेरो सुटिङमा भेट भइसकेको छ दाईसँग चाहिँ फेरि पनि चाहिँ दोस्रो भेट हो अनि उहाँ चाहिँ अनि मेरो हुन नसकेको बोयफ्रेन्ड है उहाँ अनु दिदीको चाहिँ हुनु नसकेको बोयफ्रेन्ड अरे उहाँलाई चाहिँ म खासै चिन्दैन तर मेरो भेनाजु भन्दा नि फरक पर्दैन होला खासै चिन्दैन उहाँलाई चाहिँ म तर आजदेखि चाहिँ चिन्जानु भयो अनि उहाँको नाम चाहिँ सुदीप अरे होइन तर मैले ग्रुपमा चाहिँ देखिरहेको तैँले मैले तर साँच्चै चिन्जानमा के अरे ग्रुपमा चाहिँ थिएँ म तर सुदीप भनेर चाहिँ थियो तर म खासै नचिनेको मान्छेहरूलाई चाहिँ खासै उयो बोल्दिनँ नि त त्यही भएर दाइले चिनाइदिनु भएको उहाँसँग चाहिँ अब आजदेखि चाहिँ तपाईँ र म पनि साथी है ओके तपाईँ सुदीप के भन्नु त सुदीप गुरुङ अरे अनु दिदीको बोयफ्रेन्ड अरे तपाईँ चेस गर्नु न कालो चिया आज चाहिँ हामी चाहिँ चारजनाको शनिबारको भेट पार्टी हामी रक्सी खाँदैनौँ हामी चिया खान्छौँ अनि त्यहाँबाट चौचो साथी खान्छौँ हामी यस्तै राम्रो मान्छे मेकअप गर्नु पनि पर्दैन अलरेडी उहाँ ह्यान्डसम जस्तै के ह्यान्डसम छ तपाईँ मेकअप गरेर होला है कसले तपाईँले चटपटे साथीहरू चटपटे आयो उहाँहरूले चटपटे खाँदैछन् यता हाम्रो सुदीप साथी यता अनु दिदी यता चन्द्र दाई यो चाहिँ अनु दिदी म त खाँदिनँ है चटपटे म त खाँदिनँ मलाई चाउचाउ मन पर्दैन खान्छ अरे खानुहुन्छ अरे एक चम्चा हालिदिनु टक्क कालो ज्याउँदा अदुवा सदुवा कुटेर हाल्नु टक्क लाङसुङ टक्क बुवाले अन्त बाउनु मान्छेहरू लोभी हुन्छ भने चाहिँ त्यस्तै चिनी एउटा छैन चिनी छैन त्यही भएर मैले चिनी मगाएको म चिनी फेरि कडा खान्छु नि त खानु सुदीप सर भनौँ कि के भन्नु त होला भेना त के भन्नु मार्छ होला फेरि सुदीप सर अब तपाईँलाई अघि चाहिँ पकाएको बेला चाहिँ मरिच लगाएन अब अहिले चाहिँ के मरिच लगाउनु यता हाम्रो बा रेस्टुरेन्टको बा रेस्टुरेन्टको बा यो अनु दिदीको खाजा यही हो अनु दिदीको खाजा अरे चटपटे
पालामा सेलुला पालामा गएर खानु अलि खानु नि त उताबाट यताबाट हातलाई जुत्ता हो क्या खाने कि बिल्लाले 7,000 ब्याग 7,500 यो 7,000 को उहाँले ल्याइदिनु भएको मलाई बर्थडे गिफ्ट 7,000 कसले ल्याइदिएको मेरो बर्थडे आउँदैछ भएको 12 गते उहाँले ल्याइदिनु भयो उहाँ 6 गते जान्छ त्यही भएर सम्झिनु नि 7,500 उहाँ 6 गते तपाईँ 12 गते जानु तपाईँको 12 गते बर्थडे बर्थडे हो माई अझै गड एडभान्समा गिफ्ट के यो कति गरे दाइ 7,500 7,500 को ब्याग यस्तो हुन्छ साथीहरू हेर्नु त कस्तो राम्रो छ हेर्न यस्तो हुन्छ यस्तो नि हुन्छ म त मन परेन है हाते ब्याग यस्तो देख्छु साथीहरू यो चाहिँ अन्डा परोठा अरे होइन यता हाम्रो सुदीप सरको हो यो चाहिँ ल खानु न अन्त खानु ल हस् कस्तो रहेछ म टेस्ट गर्छु देखाउनु यता यता ल खानु खाउँछ मलाई नाही अन्डा परोठा नै नै दैन खानु नखानु खुवाइदिनु खुवाइ मात्र खान्छ सरी अन्डा परोठा खाँदै हुनुहुन्छ यता दाइ चाहिँ चिया खाँदै हुनुहुन्छ खाँदैछु गाइस यहाँले साथीहरू हाम्रो चाहिँ मोमो आइसक्यो यता दाइको नि आइसक्यो दाइ र म चाहिँ आज चिकन मोमो खाँदैछौँ धेरै दिनपछि हेर्न सक्नुहुन्छ यस्तो चाहिँ चिकन मोमो चाहिँ यो अनु दिदी चाहिँ नखाने अरे चटपटे खाए 2टा यता दाइ छ यता यता हाम्रो सुदीप सर हुनुहुन्छ अनि यता चाहिँ खौरीले त्यो खौरीले त बन्द हो मिठो छ दाइ अलिक यता न्युरिने है ओके सुदीपलाई नि यहाँ बोलाउनु आउने यता कसैले बालाई नि राख न देखेन त नभेट अलिक त ढल्काउनु त अनु दिदी तपाईँ छेउमा राख्नु तपाईँ यता आउनु दिशा चिया वा यो उता गर्नु न पानी क्यामेरा चाहिँ निभाउनु न त्यो कता कता क्यामेरा हलिरह है अबि बिल्ला भयो खाउँछ म पर राख्नु त दिदी हैन भयो पल्लो पल्लो उसमा मलाई बल चिस्ता आइलो भने चिस्सा प्रेम पनि मिलेन चिकन मोमो यसो गर्नु न दाइ दाइलाई छेलिराख बिल्ला दाइलाई मोमो मोमो कागनाको शनिबार पार्टी हो यो पनि खानु यो खानु न भन्नु लाग्छ दामी रहेछ दाई मिठो छ मोमो मर्तल मर्तल गर्न बाजे बाजे मर्दैन कमजोर सब गाडी कमजोर दाइलाई चाहिँ राम्रोसँग देखाएन त्यो दाइको अनुहार देख्नु यो दाइलाई कसरी हेर्ने होइन हेरिहाल्छ नि मेकअप दाइ भनेर कतै चिन्छ मेरो ब्लगमा भाइरल भएको है कतिले चिन्छ ओ माई गड फेरि भिडियो चाहिँ उहाँको ब्लगमा चाहिँ नयाँ है फर्स्ट टाइम राम्रो के गरेर खायो झरेर कुखुराले केरा जस्तै आफू भ्लग आउनु छैन पहिला आफू भ्लग पहिला अन्त किन छैन त पर 14 फुट मार्केट कति चाहिँ भन्छ 14 फुटदेखिको उहाँ के अरे त्यो उहाँ के भन्छ लभ डाँडामा जाँदा कति 3-4 लभ डाँडाको धर अनि उसकै रुममा जाँदाखेरि त्यत्रो निकासँग ए कति त्यो हेर्दा बाइबल कुरा पानी उतातिर पानी उता मोमो त मिठो अरे बाजे मोमो त मिठो अलि मर्तल मर्तल बनाएको मोटिक्यो के गर्नु मर्तलमा कामले बनाउँदै बनाउनु के बनाएको मलाई त कुखुराको पत्ता हुँदा मिठो मिठो परोठाहरू चाहिँ एकदम मिठो छ होइन परोठा मिठो छ के अरे मोमो पनि मिठै छ उहाँले चाहिँ अलिकति खोइ के गनायो अरे नत्र भने एकदम जबरजस्त मिठो छ मिठो एकदम सबैजना आउनु होला यहाँ कुन ठाउँ यो पुतली सडक पुतली सडकमा होइन यहाँ चाहिँ
लुम्बिनी स्टोर खाजा मल मल नि रहेछ लुम्बिनी खाजाहरू भन्नेमा ठाउँमा आउनुहोस् होला सबैजना टेस्ट गर्नु होला पार्टीको ब्लग हेरेर आयो भने चाहिँ 50% डिस्काउन्ट गर्न जम्मा बाबे छ 50% डिस्काउन्ट समानुपातिको मैले समानुपातिबाट नै उठेछु यो पार्टीबाट अहिले बा हाम्रो पनि बिल हेरेर 50% डिस्काउन्ट समानुपातिबाट कोनुपातिबाट समावेशी समाजवादी पार्टीबाट समानुपातिकमा पर्छ के हो पार्टी पुरा हुँदैछ त तपाईँ राजनीति मेरो गाई गरे न उहाँ चाहिँ राजनीतिमा उठ्दैछ उहाँ चाहिँ होइन उहाँलाई भोट दिनु होला। तपाईँ सपोर्ट गर्नु होला अनि के भन्छ सपोर्ट गर्नु होला भोट गर्नु होला सपोर्ट गर्नु होला उहाँलाई उहाँ चाहिँ भर्खर फर्स्ट टाइम उठिहाल्यो तपाईँले फर्स्ट टाइम उठ्दैछ उहाँ चाहिँ होइन सपोर्ट गर्नु होला गाइस अनि हाम्रो उहाँ सरलाई पनि सपोर्ट गर्नु होला सबैले म त गर्दिनँ म त हल्का साम्पाङको समर्थक हो हल्का साम्पाङ जिन्दाबाद भन्छु। होइन ठिकै छ त म पनि त हो नि तर मलाई राजनीति खासै मन पर्ने साथै म चाहिँ एकदम स्वतन्त्र हो होइन तर मलाई चाहिँ हल्का साम्पाङको काम देख्न मात्रै मन परेको अरू चाहिँ आई डोन्ट लाइक दिस मलाई राम्रो काम गर्ने नेता सबै मनपर्छ मलाई चाहिँ खासै कसले नि मलाई नि यस्तो मन पर्दैन मलाई मनपर्ने चाहिँ हल्का साम्पाङ पनि हो मलाई कोही मन पर्दैन म चाहिँ- आफू गरेर खाने हो मलाई त राम्रो लाग्छ है बालेन पनि हो है मलाई मनपर्ने मलाई त अब राम्रो काम गर्छ सबै राम्रो लाग्छ मलाई गाइस अनि है राम्रो लाग्छ मैले पछि युट्युब खोल्छु मलाई पनि मेरो च्यानललाई पनि लाइक गर्नु होला मालदाबाट म चाहिँ माल्टाबाट लाइभ गर्छु जहिले आउनु होला मेरो लाइभमा पनि मलाई चाहिँ राम्रो काम गर्ने मान्छे सबै राम्रो लाग्छ मलाई अब कोपियामा पनि राम्रो लाग्छ अनि बालेन पनि एकदम राम्रो लाग्छ हल्का साम्पाङ राम्रो लाग्छ त फेरि ब्याड कम पनि गर्नेले चाहिँ फेरि यहाँ त्यहाँ यो मोबाइलभित्रबाट छिरेर फेरि कुखुरा निमाटेर निमाट्छु फेरि है साथीहरू यो राजनीतिक चाहिँ राजनीतिक चाहिँ कुरा नगरौँ मलाई राजनीति मन पर्दैन म चाहिँ एकदम स्वतन्त्र हो होइन हामी चाहिँ यहाँ रमाइलो गर्न मात्रै आएको दिदी दाई अन्त मेरो मार्क्स कोही बेला पहिला त आएन तपाईँहरू कहाँ आइपुग्यो बिल्ला ए ल ओके बाउ पैसा दिनु पर्दैन कति भएको भयो कोही त कोही यहाँ भाडा तिर्न पर्छ पढाउनु पर्छ तपाईँ आफै घर भन्नु भएन कि भयो होइन दाई दिदी त्यसपछि यता हाम्रो सुदीप सर हुनुहुन्छ उहाँ चाहिँ के भन्छ विदेशी मान्छे रहेछ माल्टाको मान्छे तर के उहाँ माल्टा चाहिँ मलाई भेट्न आउनु भएको हो माल्टाबाट अब हाम्रो अब अर्को वर्ष 4-5 वर्षपछि अब हामी बिहे गर्ने सोच हुँदैछ अहिले चाहिँ माल्टा जाँदैछ अब 6 गते छ गते गर्लफ्रेन्डले हामी जस्ट मजाक गरेको है भिडियो मात्र फेरि गर्लफ्रेन्ड भनेर मलाई कार्डहरू साथी मात्र हो एकचोटि उहाँलाई देखाइदिनु भएर फेरि गर्लफ्रेन्ड चाहिँ साँच्चीकै सोच उहाँको गर्लफ्रेन्ड छ है साथीहरू नरिसाउनु होला म चाहिँ साथी हो एकदम प्योर सिङ्गल है म चाहिँ त्यस्तो केही कोही छैन एकचोटि हामी पसलको बाला पनि धेरै निचा हाँसिरहनु भएको छ बाला पनि बिचरा बाले पनि हजुर साहुजी यहाँको साहुजी है साउजीले आज हामीलाई 50% डिस्काउन्ट साथीहरू यहाँ चाहिँ अरू के होइन मोमो चाहिँ जे होस् मिठो नै पाउँदो रहेछ तर अरू चाहिँ मैले खासै चौधो साधै चाहिँदैन मिठो। अनि त्यसपछि के भन्छ चिया पनि मिठै छ तर यता बुवाले मलाई चिनी लगाइदिनु तर ठिक छ कसैले चिनी कम कसैले चिनी बढी खान्छ नि त त्यही भएर त्यही भएर सोचेर चाहिँ त्यही तरिकाले बनाएर ल्याइदिनु भयो त्यही पनि आई लाइक यु मन पऱ्यो यहाँ एकदम हेरेर हामीले चाहिँ अर्डर गरेको होइन आजको हाम्रो चाहिँ के भन्छ यो पार्टीको के अरे पार्टीको स्पोन्सर चाहिँ उहाँ हो उहाँ दिदी म होइन उहाँ माटा जानु उहाँले दुईजना जसले तिर्छ हामी त पैसा पनि छैन हामी त दुईजनाले जसले दिन्छ तिर्छ वा यता दुईजनालाई माग्ने उता विदेशी यता साउनी यता विदेशी हो विदेशबाट आउनु भएको 10 दिन भागेर फेरि जाने बेला भइसक्यो यता चाहिँ साउनी दिदी यता चाहिँ मेकअप मेन दाई हो तर दाई दाईसँग त छैन होला म त झन् 10 दिन भएको साथीहरू आएको है त्यही भएर अहिले पिङ्की बिल्ला अब हामी चाहिँ खाजा खाएर अब हामी चाहिँ अनु दिदीको कपडा लिन जाँदैछौँ कपडा लिनलाई तामाङ ड्रेस लिनलाई अनि त्यसपछि अनि दाईको पार्लरमा जाने दाईले अनु दिदीलाई रोटी राखिरहेको छ अरे रोटी एउटा रोटी खानलाई 5 रुपियाँ एउटा रोटी छ दाई बिल्ला कसलाई दियो कतिवटा रोटी छ दुईटा रोटी खानको लागि है दुईटा रोटी खानको लागि 500 रुपियाँ ट्याक्सी भाडा तिरेर जानु पर्यो राम्रो चिज तपाईँ आउँदैछ मलाई नि रोटी त राम्रो पाउँछ को चिज छ छैन मलाई त त्यो मन पर्दैन मलाई त केटा मन पर्यो ल यहाँ उयसमा भन्यो ब्लगमा केही पनि हुँदैन साथीहरू होइन
हिँड्दाखेरि त कहाँ अनि बिल्ला खौडी दिदी त अगाडि अगाडि टुङी गरेर हिँड्छ अनि के गर्नु मलाई त यो भ्लगसँग इन्ट्रेस्टै छैन अब अलिक तपाईँलाई मैले पठाएको दाइ आज दाइ साथीहरू हामी चाहिँ आज तामाङ ड्रेस भएको ठाउँमा लिनलाई हेर्नु सक्नुहुन्छ यत्रो तामाङ ड्रेस मैले तपाईँलाई पठाएको थिएँ नि अस्ति आज कपडा किन्न लगाएको हामी यी कपडा भाडामा पुरै बुद्धन भने ल साथीहरू अनुदिले नलाइकन मैले चाहिँ स्टार्टिङ गरिदिइसकेँ है टोपी लाएर हेर्नु त मलाई कस्तो देखिरहेको छ साथीहरू वाउ नाइस देखिरहेको ठुलो भयो कि तपाईँ सानो बुझ्छ कता हो बाङ्गा भयो कि सिधा भयो ठुलो छ कि भाइ यो पुली हरायो भने त बरु फेरि 1000 पनि नजोड्नु नि हरायो पुली हरायो 600 यसको ल लिनु म लान्न ल हेर्नु साथीहरू जे भयो नि भाइ चिप्लेर झऱ्यो झर्छ थाहा छ मलाई त्यो नलैजाऊ सबैले हराउँछ यत्रो धेरै यहाँ अनुदिले चाहिँ छान्दैछ प्राय जसले पनि झार्छ जसले पनि झार्छ क्या सरसम्मसँग ठुलो छ कि तिमीहरू त्यहाँ चल्दै बस्ने होला के गर्दै अनि त मसँग के चल्दै बस्ने होइन यो अनुदिदी अरे यस्तो खाएपछि सबै त्यही त चल्ने भनेको त्यही त नि गडा गुडुङ के गर्छ यस्तो खाएपछि हाँ चाहिँ अनुदिदी के हो भनेर त म हालिदिन्छु टोपी ठिक चाहिँ छैन निकाल्नु न तपाईँ लाउनु राम्रो देख्दैन म खाएपछि तपाईँलाई त सहेन त पैसा मलाई सही पर्दैन त्यो देखाएको नि तिमीलाई अब के मन पर्छ तामाङको म त यस्तो मनपर्छ कुन चाहिँ माला कुन चाहिँ ठिक छ भने बिल्ला हेर्नु साथीहरू यस्तो तामाङको ड्रेस यस्तो रहेछ है यस्तो राम्रो हुन्छ आज ड्रेस किन्न आएको अन्तिलाई ड्रेस चाहिँ बेच्नु साथीहरू हेर्नु न यो ड्रेस राम्रो छैन त राम्रो छ नि ड्रेस होइन राम्रो देखिरहेको छ अब हामी चाहिँ कहाँ जाँदैछ आधा एटिएम कहीँ भेटेको हामी कहाँबाट आएको भन्नु न पुतली सडक पुतलीबाट हामी अनुदिदीको कपडा सपडा लिएर चाहिँ अब हामी चाहिँ जाँदैछौँ गाडी हुन्छ होला नि उहाँ चाहिँ पिडिसी त्यसबाट आउनु पऱ्यो अब चन्द्र दाइ अनुदिदी चाहिँ यसको कपाल मात्रै देखिरहेको छ सर अब हामी चाहिँ आइपुग्न लागि साथीहरू हामी चाहिँ के भन्छ चन्द्र दाईको पार्लर आइसक्यौँ चन्द्र दाईले यस्तो रोटी दिनुभयो हेर्नु सक्नुहुन्छ यस्तो रोटी यो चाहिँ सेल रोटी हो होइन उता हाम्रो खै तरुण के को तरुण सीमान्त घर तरुण हो यो म चाहिँ चिसो लाग्छ होला साथीहरू त्यही भएर घर तरुण चाहिँ खानु मन लागेको छैन नपुर भनेछ ऊ नपुर के भने मेहन्दी छ नपुर चाहिँ सक्यो चिसोले मर्छ होला एउटा सीमान्त तरुण हो साथीहरू मलाई त दाइले चाहिँ टुक्रा टुक्री दिएको छ रोटी पनि हामी सक्नुहुन्छ यता अनुदिदी त्यहाँ चन्द्र दाई हुनुहुन्छ त्यहाँ चाहिँ हाम्रो सुदीप सर कहाँ होला तपाईँ बस्ने हजुर बनस्थली त्यहीँ त राख्ने के साह्रो हतार कहाँ जान हतार रोटी खाँदैछ दाइले रोटी दिएको छ ए बिल्ला खानु चाहिँ रोटी जतिखेर नि मले मात्रै छुन्छ कि बाई बाई